हेलो गुड मर्निङ शुभ बिहानी सबै मेरो मित्रहरूलाई। आज म तपाईहरुलाई अर्ग्यानिक चीज देखाउँदैछु। हेर्नुस् है साथीभाइ, हो टमाटर मजाले फलेको छ हो। फलाइ पनि अंगुर फलाइ नि हो साथी हो, यो हेर्नुस् त हो। तर यहाँनिर केले खाइदिएछ हो, किरा लाग्न थालेछ। मजाले पाक्दैछ हेर्नुस् है साथीभाइ, यो चाहिँ प्योर अर्ग्यानिक हो। अहिलेसम्म 10 किलोसम्म त फलिसकेको छ हो। यो 4टा झ्याङ छ, 4टा झ्याङमा लगभग 10 किलो त फलेको छ हो। अझै पनि छ यहाँनिर, टिप्यो भने तपाईको 2 किलोमा ज्यादै छ हो। हेर्नुस् है साथीभाइ, मजाले फलेको छ। यसमा मजाले फल्दैछ, चिचिलो लाग्दैछ। हेर्नुस् है साथी हो, यहाँ पनि फल्दैछ मजाले। हेर्नुस् है साथीभाइ, हो दुःख गरे हेर्नु, सबै चिज घरमै फल्ने रहेछ नि। किन किन्नु हैन, दोकान बजार गएर किन किन्नु, यत्रो खर्च गरेर किन किन्नु। घरमै रोपे भने त फल्ने रहेछ नि सबै कुरो, सबै चिज मजाले फल्ने रहेछ नि। घरमा फलेको चिज फेरि प्योर अर्ग्यानिक पनि त हुन्छ हैन। त्यसले गर्दाखेरि कुनै बजारबाट किनेर ल्याएर खानु पर्दैन नि त हैन। यस्तो यस्तो चिजहरु पनि फल्दैछ हो। खास चिज चाहिँ यहाँ फलेको छ। हेर्नुस् है साथीभाइ, हो किचनकै करासम्म यस्तो मजाले फलेको छ हो। चिचिला कस्तो मजाले लाग्छ हेर्नुस् है साथीभाइ, हो प्योर अर्ग्यानिक टमाटर कसलाई मन पर्छ हैन, यसो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्। बोकेर घरमै ल्याइदिनेछु भन्नु त मिलेन है। यसो हेरेर चित्त बुझाउनुहोस्। त्यही त हैन, घरमा बोकेर ल्याइदिनु त अब गाह्रै पर्छ। हेर्नुस् है साथीभाइ, हो मजाले चिचिलो लागिरहेछ हो। ल है साथी, हो प्योर अर्ग्यानिक टमाटर यो चाहिँ। अर्ग्यानिक